सो वेलकम बैक टु आवर च्यानल। अनि हजुरको सामु फेरि एउटा नयाँ ब्लग लिएर आएको छु भने आज हामी जाँदैछौँ श्रीमद् भागवत महापुराणमा र धनसिरी घाट हो र त्यहाँ देवी प्रतिभाज्यूको मुखारबिन्दबाट भागवत महापुराण हामी सुन्न पाउनेछौँ र यसको मैले फुल भ्लग बनाउने कोसिस गरेको छु र जाउँ त हामी यस फुल भ्लग हेरौँ। यहाँ विशेष व्यक्ति चाहिँ यहाँ हुनुहुन्छ र अर्को एकजना विशेष व्यक्ति र उहाँ यहाँ हामी यति सबै जाँदैछौँ र राधे 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 राधे। अब यहाँ हामीहरूको यहाँ काका हुनुहुन्छ। अब डाइरेक्ट उही पुगेर हामी हेर्नेछौँ है त कस्तो के छ। म सबै देखाउने प्रयास गर्नेछौँ। जाउँ त। भागवत पुराण चाहिँ हो धनसिरी घाटको जुन मेन धनसिरी घाट जुन मेन सिटी छ त्यसको भित्री बाटो जानुपर्ने छ र हामी ठिक आइपुगिसक्यौँ। अब यहाँ गाडी पार्किङ गरेर जानेछौँ। हामीले आइसकेका छौँ हामी धनसिरी घाट भने अब हामी लाग्नेछौँ पुराणतर्फ। यहाँ अलिकति अगाडि नै पुराणको पण्डाल छ। हामी ठिक छेउमै यहाँनिर बसिसकेका छौँ भने मेरो यहाँ साथीहरू सबै अब हामी जाँदैछौँ होइन। जाउँ त म देखाउने प्रयास गर्दैछु त्यहाँको परिवेश। हामी आइसकेका छौँ भने अब यहाँबाट गेटबाट उता हामी पस्नेछौँ होइन। उहाँ नै हुनुहुन्छ कथा व्यास। फाइनली आइपुगिसक्यौँ हामी गेट पार भएर भने। अनि यहाँ अब भित्र पसेर हजुरलाई देखाउने छु यहाँ टिकाहरू लगाउने है त। हामी सबै छौँ यहाँ आइसकेका छौँ होइन। एकदम राम्रो परिवेश यहाँ वृन्दावन भनेर है त। यहाँ हेर्नुहोस् न यस्तो छ यहाँ वृन्दावनको फिल छ। हेर्नुहोस् त वृन्दावनको दर्शन गर्न पाइरहेको छु। सायद भगवान्ले मलाई बोलाउनु भएको छ होइन। अब यहाँ हेर्नेछु यस प्रकारको छ र अब यहाँ यता के छ म यतिरबाट देखाउँदै जान्छु। यहाँ ऋषि हुनुहुन्छ सायद। यहाँ यो चाहिँ यो होइन भालु। यहाँ कृष्णहरू हुनुहुन्छ यहाँ हनुमान र यो वृन्दावन जस्तै नै छ। वृन्दावनै भन्दा हुन्छ यस यस्तो एउटा फिल हुँदैछ कि हेर्नुहोस् न। र यहाँ देवी प्रतिभाज्यूले कथा गर्नुहुन्छ। यहाँ यही जग्गा हो, यही जग्गा यही स्थान हो जहाँ हामी आज कथा सुन्नेछौँ एक देवी प्रतिभा देवीज्यूको। यहाँ फोटोहरू पनि छ, तस्बिरहरू पनि छ। यहाँ म हजुरलाई देखाउने प्रयास गर्नेछु। यहाँ हेर्नु होला प्रतिभा देवीज्यू हुनुहुन्छ यहाँ। उहाँले नि आज उहाँकै मुखारबिन्दबाट कथा सुन्नेछौँ। एउटा हर्षहित र खुसी मैले यहाँ त देखिरहेको छु। साथै यहाँ वृन्दाको पनि एउटा हेलो गाइस राधे राधे। यहाँ हामी आएका छौँ। आज यति एउटा खुसीको माहौल छ यहाँ होइन। हामीले आइसक्यौँ यहाँ अहिले प्रवेश गर्दैछौँ मेन जग्गामा र त्यही उही बस्नुहुन्छ। हामी यतिबाट सुन्नेवाला छौँ र यहाँ राधे राधेको त दलिएकै छ यसै पनि। तर फुल्ली आज म देखाउने छु यहाँको ब्लग। सो उहाँ भागवत महापुराणमा गएर पनि हामी प्रतिभाज्यू कतिखेर आउनुहुन्छ भन्दै हामी धेरै प्रतीक्षामा थियौँ। धेरै हामीहरूलाई अनुमोल एउटा खटपटी लागे जस्तो भएको थियो र
कतिखेर आउनुहुन्छ भन्दै मनमा आशा बोक्दै हामी बसेका थियौँ र यसरी नै निकै बेरै हामी दर्शन गर्नका निम्ति हामी उभिँदै र ठिक प्रतिभा देवीज्यू पनि यहाँ आइपुग्नुहुन्छ र हामी दर्शन गर्छौँ र यहाँ देखाएअनुसार हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ यतिखेर होइन ठिक आइसक्नु भएको छ प्रतिभा देवीज्यू र धेरै बेर उभिँदै पनि अहिले चाहिँ फाइनली प्रतिभा देवीज्यू पनि आइपुग्नु भएको कोई जाए जो वृंदावन मेरा पैगाम ले जा। सो देवी प्रतिभाज्यू पनि फाइनली आएर व्यासमा गइसक्नु भएको छ भने व्यासपीठमा र हामी देखेर यहाँ सुन्नको लागि तत्पर छौँ उहाँको मुखार वृन्दबाट कथा र उहाँ पूजा गरेको केही दृश्यहरू हजुरको सामु यतिखेर देखाउँदैछु हेर्नुहुँदैछ। दुनिया से मन को हटा कर तो देखो सांवरे को दिल में बसा कर तो देखो दुनिया से मन को हटा कर तो देखो सांवरे को दिल में बसा कर तो देखो दुनिया से मन को हटा। अब उसके पश्चात भगवान ने माखन निकाला, सखाओं को खिलाया, सब सखा का पेट भर गया। और उसके बाद भगवान देखते खिड़की से बंद कर देते, प्रभु हमको भी खिलाइए थोड़ा सा। भगवान ने माखन निकाला, बंदरों को खिला दिया। बंदर भी तृप्त हो गए। सबको खिलाने के बाद भगवान माखन निकाल करके खुद खाने लगे तो घंटी बज गई। घंटी बजी, गोपियां दौड़ के आई, अरे माखन चोर आज तो हमने तुम्हें पकड़ लिया। देखो गोपियों ने कितना बढ़िया प्लानिंग बनाया। आज के जमाने में तो चोर को पकड़ने के लिए सीसीटीवी कैमरा लगाया जाता, लेकिन उस जमाने में ये तो नहीं था, इसे घंटी का। और ब्रह्मा जी वेद को ज्ञाता वैरवनी इतनी सालों पूरा खाती न वालाई। सुखदेव जी अनंत महाराज ब्रह्मा जी डर को कारण ले बिरसन भय, भगवान को क्रोधित मुद्रा में देकर डराउनु भयो और बिरसेर केवल 3 बार परिक्रमा करेगा जानु भयो। और बाद में भगवान कृष्ण जी को ब्रह्मा जी बोले कि प्रभु आप अपने बछड़ा और सखाओं को ले जाइए। भगवान लेके गए और सबने जाकर के ये सब काम होने में बीच में 1 साल बीत गया। लेकिन सबको लग रहा है आज ही कन्हैया ने अगासुर को मारा। सब जाकर के अपनी माताओं से